हाम्रो पुरानो जापानिज साथी गेनमासेकी ज्यू चाहिँ सँग अब 25 वर्षभन्दा बढी भयो भेट नभएको। त्यो चाहिँ उहाँसँग अहिले भेट भयो। 25 वर्ष अगाडि मैले चाहिँ अमेरिकाबाट फर्केर गाउँमा आएर गाउँमा बस्दाखेरि मलाई चाहिँ के गर्ने कसो गर्ने केही थाहा थिएन। अनि म आफै अलमल्ल परेको बेलामा उहाँ चाहिँ म्याग्दीमा काम गर्नुहुन्थ्यो, द इन्स्टिट्युट फर हिमालयन कन्जर्भेसन भनेर। त्यसमा चाहिँ एउटा जापानिज प्रोजेक्टमा काम गर्नुहुन्थ्यो, त्यहाँको डाइरेक्टर। त्यति बेला मैले उहाँहरूलाई उहाँको टिमलाई भेटेँ र त्यो टिम चाहिँ अब त्यो चाहिँ संस्था चाहिँ प्रोफेसर जिरोकावा किताले सञ्चालन गरेको संस्था हो र उहाँहरू मार्फत मैले चाहिँ धेरै कुराहरू उहाँसँग अल्मलिन मैले धेरै काम गर्न पाएँ क्या। सुरुमा गाउँमा जस्तो क्याम्पिङ ग्राउन्ड बनाउने, के अरे पानी घट्टा बनाउने, अनि चाहिँ यो रोप लाइन बनाउने, यस्ता कुराहरूमा चाहिँ उहाँहरूसँग काम गरेको हो। तर यो सबै कहानी मैले यहाँ पनि लेखेको छु। यो मेरो किताबमा पनि जापानिज साथीहरूसँग जसरी काम गऱ्यो भन्ने लेखेको छु। उहाँ चाहिँ अहिले चाहिँ ठुलो चाहिँ एउटा इनोभेटरको रूपमा चाहिँ काम गर्नु भएको रहेछ। उहाँले चाहिँ नेपालमा चाहिँ गर्ने केही प्रोजेक्टहरू पनि ल्याउनु भएको छ र एउटा प्रोजेक्ट चाहिँ सुपर सोल भनेर अहिले हामीले प्रयोग गर्ने गिलासहरूको सिसाको भनौँ न, गिलासहरू सबै चिज यो झ्याल फुटेको सिसा चाहिँ सबै किसिमको ग्लासहरूलाई चाहिँ सङ्कलन गरेर त्यसबाट चाहिँ सुपर सोल भन्ने एउटा चाहिँ वस्तु बनाउनु हुँदो रहेछ। र त्यो वस्तु चाहिँ विभिन्न काममा, यो जस्तो भनौँ न बाटो बनाउने काममा, यो घरको तला पुर्ने काममा, अब खेतीपातीमा सबै खाने पानीमा सबै ठाउँमा चाहिँ प्रयोग हुने रहेछ। र त्यसको कारखाना चाहिँ उहाँले अहिले चितवनमा बनाउनको लागि चाहिँ अध्ययन गर्दै हुनुहुँदो रहेछ। एउटा काम चाहिँ त्यो चाहिँ नेपालको यो जतासुकै छरिएर बसेको चाहिँ के अरे ग्लास चाहिँ अब त लाग्ने भयो नि त। र दोस्रो कुरो चाहिँ के छ भन्दाखेरि उहाँले चाहिँ यो एउटा पानी, यो एकदमै पानी चाहिँ को चाहिँ के भन्ने यसलाई हाई वाटर भन्ने बनाउनु भएको रहेछ। र यो पानीको बारेमा तपाईँहरूलाई म एउटा कुरा भन्छु, तपाईँहरू पनि छक्कै पर्नुहुन्छ होला। तपाईँले अहिले उहाँले बनाएको जुन सिस्टमबाट बागमतीमा अहिले जो पानी ढलको पानी बगिरहेको छ, त्यो ढलको पानीलाई चाहिँ त्यो उसबाट चाहिँ ट्रिटमेन्ट गरेर अहिले खान मिल्ने रहेछ। र खाइसकेको कुरा उहाँ हाम्रो प्रोफेसर गिरिराज त्रिपाठी हुनुहुन्छ, त्रिभुवन विश्वविद्यालयको। त्यो बागमतीबाट पानी ढलको पानी लगेर त्यसलाई ट्रिटमेन्ट गरेर उहाँलाई खुवाउनु भयो। त बर्मन चाहिँ उहाँ नै हुनुहुन्छ। उहाँलाई चाहिँ केही भएको छैन नि, केही भएको छैन। र त्यसको यहाँ अरू प्रोफेसरहरूले पनि खानु भएको रहेछ। र उहाँ चाहिँ एकदमै नेपाली चाहिँ भरेरै हो है, नेपाली भरे भन्छ। त तपाईँको कुरा भनिदिनुहोस् एउटा। नमस्ते, मेरो पुरानो साथी भेटेको के गर्ने त, ठुलो मान्छे आएर साहब भन्छ त्यो गरेपछि साथी त साथी हो। ल खुसी छु। ल तर उहाँले फेरि नेपालीलाई साह्रै मन पर्ने। उहाँको टेक्नोलोजी अलिअलि चोर्नु पनि परेको छ। चोर्ने त होइन, सँगसँगै काम गर्ने भन्ने कुराहरू चाहिँ मेड बाई जापानको मेड इन नेपालमा। अब त्यो जापानमा जो कुराहरू छ त्यसलाई चाहिँ नेपालमा पनि बनाउने भन्ने छ। पैसा त उहाँसँग धेरै छैन, आइडिया चाहिँ धेरै छ। पैसा कमाउने मान्छे होइन म जस्तै हो। तर अहिले चाहिँ अलिअलि बाँच्नको लागि अब पैसा चाहिँ कमाउनुहुन्छ। अर्को कुरा चाहिँ के छ त भन्दाखेरि जे कुरा पनि जस्तो हामीले तरकारीलाई अथवा फलफुललाई अथवा भनौँ न कसैलाई चाहिँ त्यसै सफा गरेर कीटाणु रहित बनाउने भन्ने छ। जस्तो यहाँ मानव कीटाणु छ भनेदेखि यो पानीले चाहिँ सफा गरिदियो भनेदेखि त्यो चाहिँ कीटाणु रहित हुने रहेछ। छोटकरीमा चाहिँ मैले यति भने। ल धन्यवाद।